नमस्ते, म आज तपाईहरुलाई एक्साइटमेन्टका साथ एउटा बक्स देखाउन लागिरहेको छु। मेरो सानो जुनियर अक्षतराज पौडेलले चाहिँ सानो उमेरमा मादल बजाउन सक्ने हार्मोनियमसँग बजाएको जुन भिडियो तपाईले देखिरहनु भएको छ, त्यस बापतमा एसिया लेभलमा सर्टिफिकेट प्राप्त गरेको छ, नाम दर्ता भएर। त्यसभित्र के छ, निकै गतिलो बक्स आएको छ। त्यो बक्स अब हामी सँगै खोलौं, भित्र के छ सँगै हेरौं है त। आउनुस्, अब सुरु गरौँ। काटौं हैन? ल यो प्याक मैले काटेँ है। तपाईलाई म देखाइहाल्छु यहाँ भित्र के छ भनेर। अब ल यहाँ माथि देखाइदिउँ, एसिया बुक अफ रेकर्ड्स। एसिया बुक अफ रेकर्ड्सबाट आएछ है। अब यसो बाहिर निकालौँ। ओके, ओहो सर्टिफिकेट एकचोटि हेरौँ है त। आहा, एसिया बुक अफ रेकर्ड्स सर्टिफिकेट अक्षतराज पौडेल। यो भाषा तपाईँ मजासँगले पढ्न सक्नुहुन्छ। अंग्रेजीमै लेखेको छ। यो यहाँ तल चाहिँ विभिन्न व्यक्तिहरूको नाम छ। कतै भियतनामवाला छ, कतै इन्डोनेसियाको पनि रहेछ, नेपालको पनि एकजनाको नाम रहेछ समथिङ दीपक चन्द्र सेन। अर्को हुनुहुन्छ मलेसियावाला हाम्रो सेलबार्नी समथिङ। अर्को इन्डोनेसियाको पनि हुँदो रहेछ। स्टिकर छ यहाँनिर चाहिँ, यो चाहिँ आधिकारिक स्टिकर होला कि ओके, त्यो होलोग्राम टाइपको। अनि यो सर्टिफिकेट चाहिँ हाम्रो सानैले ठ्याक्कै 3 वर्षको उमेरमा ठ्याक्कै यो दर्ता भएर प्राप्त गरेको। केमा त भन्दा हार्मोनियमसँग कम्पनी गरेर मादल बजाएको थियो। हामीले एउटा गीत बनाएका थियौँ। त्यो गीत लगायत मैले थुप्रै भिडियोहरू मैले पठाइदिएको थिएँ त्यहाँ एकजना साथी मार्फत थाहा पाएर। त्यस पछाडि ठ्याक्कै के भयो भने यो प्रोसेसमा गयो, दर्ता हुन सफल भन्ने देखेछन् क्यारे उहाँबाट, अनि दर्ता भएर आयो। यो यतिको उमेरमा यो ठुलै उपलब्धि होला भन्ने लागेको छ। अब यहाँबाट तलतिर खोलौँ है त। के छ यो फोन जस्तोले छोपाएर रहेछ, वर्किङ स्टप रेकर्ड्स 2025 भनेर। यहाँ यस्ता रेकर्ड होल्डरहरूको विवरण भएको पुरै गतिलो बुकै रहेछ नि त यो त। अनि यहाँ एउटा स्टिकर छ, कता टाँस्ने हो यो। यहाँ ब्याच रहेछ है, ब्याच। यो चाहिँ ब्याच आयो एसिया बुक अफ रेकर्ड्स भनेर। राम्रोसँग देखिरहेछ कि छैन, एसिया बुक अफ रेकर्ड्सबाट यो पनि आयो। अनि यहाँ छ अर्को, यो चाहिँ मेडल रहेछ। ल मेडल रहेछ है यो चाहिँ। ल ठिक छ, यो चाहिँ पुरै लगाउने यो चाहिँ पदक भने जस्तो रहेछ यो बुक हो। अनि अर्को यहाँ पेन पनि रहेछ। ल ओहो, लेख्नुपर्ने भयो एसिया रेकर्ड्सको पेनले। यो पेन पनि एसिया बुक अफ रेकर्ड्स भनेर पेन पनि रहेछ। अनि जम्मा चिज चाहिँ यति रहेछन्। अब यसलाई म सही ठाउँमा राखिदिन्छु। यो भनेको चाहिँ के हो भने तपाईँ हामीलाई त त्यति ठुलो नलाग्न पनि सक्ला, तर यतिको उमेरमा यतिको उपलब्धि प्राप्त गर्नु भनेको एउटा सानो बच्चाको लागि ठुलै कुरा होला जस्तो लाग्छ। मात्र 3 वर्षको उमेरमा अब एसिया रेकर्ड्सबाट यो मादल बजाउन सक्ने सानो फुच्चे भनेर एउटा गीत 3 मिनेट 6 सेकेन्डको लेकाली चोयाको डोको हामीले बनाएर पठाइदिएका थियौँ। ठ्याक्कै त्यो रेकर्ड पनि हुन सफल भयो। र ठिक छ, अब आगामी दिनमा अझै राम्रो होस् भन्ने शुभकामना मेरो पनि छ। हेरिदिनु भयो, धन्यवाद छ।